अब यहाँ अहिले ठ्याक्कै 2 बज्यो मलाई चाहिँ चिया पिन मन लाग्यो के यो चिया फेरि मलाई अरूले दिएको मिठो हुन्छ कि आफूले बनाएको भन्दा त्यही भएर अब छोरीलाई फकाउने आइडिया अनु चिया बनाउँछौ बनाउनु छोरी के भन्यौ यति तातो पानी पनि दे कस्तो जाउ लाग्ने के अरू केही चाहिन्न यति चटपटे खान मन त लाग्थ्यो तर त्यही पनि भनिन केही नास्ता पनि बनाउँछौ र नास्ता के खाने होला आज चुकाउने चुकाउनेको नास्ता हुन्छ र